मलाई देखेपछि त अलक्षिण भन्छन् तपाईँले सायद बिग्रियो भन्छन् अब पानी लिन कोही कि जानुपर्छ फरक्क कोही कि जानला मान्छे फरक्क फर्केर भित्र जान्छ विधवा भनेर श्रीमान तपाईँले गुमाउनु भएको हजुर आफ्नो जीवनसाथी आफूले माया गरेको मान्छे गुमाउँदा पीडा त तपाईँलाई होला नि त होइन? हजुर कुन चाहिँ नारीले आफ्नो श्रीमान नभइदियोस् भन्ने लाग्छ होला होइन? हजुर हेला हुँदो रहेछ। अब त्यही माथि आफ्नो लोग्ने गुमाउनु पर्यो त्यही माथि झन् दाइ माइती नै छैन भन्ने अलिकति नराम्रो नियतले हेर्ने क्या यसको बोल्नको लागि पछाडि कोही पनि छैन यसको दाइ भाइ पनि छैन भनेर सोच्छन्। अब के लाग्छ बुवा आमा पछि बुवा जाने ठाउँ कहाँ हो त भन्ने लाग्छ कि लाग्दैन? लाग्छ अब बुवा आमा पछिको अब त्यही हो दिदी बेनाजुहरू एकदम सपोर्ट गर्नुहुन्छ मलाई त माया गर्नुहुन्छ एकदम उहाँहरू हुनुहुन्छ भन्ने लाग्छ। हजुर तपाईँले भन्नुभयो नि मेरो सिन्दुर उजाडियो म सानो उमेरमै विधवा भएँ हजुर मलाई अलिछिनी भने हजुर यसलाई देखेपछि विधवा मैले देखेपछि सायद बन्दैन भने हजुर यो त हामीले फिल्ममा कथामा मात्र देख्थ्यौँ नि यो तपाईँले आफै भोग्नुभयो हजुर रियलमै भोग्यो मैले के लाग्थ्यो त्यति बेला तपाईँको मनमा चाहिँ कस्तो कुरा आउँथ्यो? कस्तो कुरा आउँथ्यो भने चाहिँ